बौद्ध स्तूप यो चाहिँ अहिले साकादवा व्रत भएको हुनाले बिहान बिहान सकेसम्म 15-20 नसक्नेले सक्यो भने जति सक्छ धेरै कुरा गर्नेहरू चाहिँ त्यहाँ गरिरहेको हुन्छ। त्यहाँदेखि पानी पर्यो भन्ने छैन, छाता उडेर भए पनि आइरहेछन् कुरा गर्दै। यो चाहिँ केटिएम बौद्ध है, विशाखाधार कुरा गरिरहेको बौद्ध बिहान बिहान। बौद्ध स्तूप